बालुवाटारबाट ज्यान जोगाउन सेनाको हेलिकप्टरमा भागेको भगौडाको यस्तो फुर्ती। सुशीला कार्कीको डरले केपीओली भाग्छ गत भदौ 23 गते भ्रष्टाचार, कुशासन र तत्कालीन केपी ओली सरकारले सामाजिक सञ्जालहरूमाथि लगाएको प्रतिबन्धका विरुद्ध जेनजी युवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा सो समयका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले प्रहरीलाई अन्धाधुन्द गोली चलाउने निर्देशन दिँदा सुरक्षाकर्मीको गोली लागेर 21 जनाको निधन भएको थियो भने त्यसपछि भदौ 24 र अन्य घटनामा अहिलेसम्म 76 जनाको निधन भइसकेको छ, जसमध्ये अहिले पनि धेरै जनता देशभरका विभिन्न अस्पतालहरूमा उपचाररत छन्। भदौ 23 गतेको काङ्ग्रेस एमाले संयुक्त सरकारले घटाएको बानेश्वर नरसंहार विरुद्ध भदौ 24 गते बिहानीबाट स्वस्फूर्त जनविद्रोह सुरु भएको थियो। भ्रष्ट मन्त्री, नेता र पूर्व प्रधानमन्त्रीहरूको आलिशान महलहरू बिहानीदेखि जनताको निशानामा पर्दै थिए। करिब 2 बजेसम्म स्वयं केपी ओलीको 8वटै घरमा जनताले आगजनी गरेका खबरहरू आउँदै थियो। यतिकैमा अर्को समाचार आयो। आन्दोलनकारी प्रधानमन्त्री निवास बालुवाटार छिर्न थालेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर पत्नी राधिका सहित केपी ओलीलाई सेनाले हेलिकप्टरबाट उद्धार गरेर शिवपुरी स्थित आफ्नो ब्यारेकमा सुरक्षा दिएर राख्यो भन्ने समाचारमा हेडलाइनहरू देखिए। यसरी जेनजी आन्दोलनको दोस्रो दिन भदौ 24 गते सेनाले प्रधानमन्त्री निवास बालुवाटारबाट उद्धार गरेर शिवपुरी स्थित ब्यारेकमा राखिएका तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई 10 दिनपछि मात्रै सेनाले ब्यारेकबाट बाहिर निस्कने अनुमति दिएको थियो। त्यसपछि ओली भक्तपुरको गुन्डुमा घर भाडामा लिएर बस्न थालेका थिए। यसरी बानेश्वर हत्याकाण्ड घटाएको ठ्याक्कै 1 महिना अर्थात् असोज 23 गते भक्तपुरकै गुन्डु क्षेत्रमा पार्टीका कार्यकर्ताहरू जम्मा गर्दै एक कार्यक्रम गरी केपी ओली सुशीला कार्कीसँग डराएर नभाग्ने तथा गृहमन्त्री ओमप्रकाश अर्याललाई बाबु भनेर सम्बोधन गर्दै धेरै नउताउलिन चेतावनी दिएका छन्। सुशीला कार्कीको डरले केपी ओली भाग्छ तपाईहरुले कतिले नाम सुन्नुभएको थियो अहिले गृहमन्त्री, मैले त नाम पनि सुनेको थिएँ। गृहमन्त्री भएपछि थाहा पाएँ। गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै केही भन्नुभयो परेको छ। गृहमन्त्री बाबुलाई धेरै नउताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु। असोज 23 गते जेनजी आन्दोलनमा सन्तान गुमाउने देशैभरिका शहीद परिवार दियो बालेर आफ्ना बालबालिकाहरूलाई गोली हान्न अनुमति दिनेहरूलाई कारबाहीको माग गरिरहेका थिए भने गोली हान्न अनुमति दिने मुख्य अभियुक्त भक्तपुरको गुन्डुमा विजय उत्सव मनाइरहेका थिए। यस विषयमा जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारको तर्फबाट पुरुषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाई र अमेरिका कुमारी चौधरीले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिँदै केपी ओली र रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका थिए। मृतक प्रदर्शनकारीहरूको पोस्टमार्टम रिपोर्टमा प्रहरीले निहत्था विद्यार्थीहरूको टाउको र छातीमा ताकी ताकी गोली हानेको रिपोर्ट आएको थियो। यसरी अमानवीय तथा अन्तर्राष्ट्रिय कानुनलाई समेत उल्लङ्घन गरी गोली हान्न अनुमति दिनेहरूलाई चाँडो पक्राउ गरेर कारबाही नगरेर शहीदको बलिदानलाई अपमान गर्न खोजिएको प्रति शहीद परिवारले चिन्ता व्यक्त गरेका छन्। दर्शकवृन्द, तपाईलाई आजको श्रृङ्खला कस्तो लाग्यो?
कृपया सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। अर्को अङ्कमा अर्को श्रृङ्खलाको साथ भेट हुने नै छ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्ते।